भिडियो चाहिँ विशेष न्युज बनाउनेलाई हैन तपाईहरुले कहाँबाट भिडियो फोटो तानेर अनि एडिट गरेर त्यो फेक भिडियोहरु चाहिँ नबनाउनुहोस्। त्यो फेक भिडियोले गर्दाखेरि हामी खाडीमा बस्ने परदेशीहरुको फ्यामिली यति चिन्तित हुनुहुन्छ नि, उहाँहरु चिन्तित भएर पनि अनि हामीलाई उल्टै चिन्तित बनाएको हुन्छ के। त्यसैले तपाईहरुले भिडियो बनाउनु हुन्छ भने तपाई आफूले भोग्नु भएको छ भने त्यहाँ गएर त्यो ठाउँमा जुन पड्क्या हैन त्यो बम पड्केको ठाउँमा गएर तपाईले भोग्नु भएको छ भने त्यो बनाउन सक्छ। तर कसैको भिडियो फोटो एडिट गरेर चाहिँ यस्तो भयो यहाँ त यस्तो हुँदैछ भनेर यस्तो फेक न्युजहरु चाहिँ नबनाउनुस् के हैन। यसले गर्दाखेरि समाजमा र आफूलाई पनि धेरै असर गर्छ भन्छु म। यस्तो फेक यो न्युज बनाउनेहरुलाई चाहिँ नजिक छ भने चाहिँ साथीहरु तपाईहरुको नजिकमा यस्तो साथीहरुले फेक न्युज बनाइराखेको छ भने हान्दिनु, दाँत झार्दिनु, गोद्दिनु के। काम छैन के यस्तो फेक न्युज बनाउनेहरुलाई।